नमस्कार अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई। आज हामी एकदमै रोचक अनि फरक खालको कुराकानी लिएर आएका छौँ। यहाँहरूलाई लाग्न सक्छ संसारको सबैभन्दा धनी व्यक्ति को थिए भनेर। हालको अवस्थामा एलन मस्क, बिल गेट्स, मार्क जुकरबर्ग यस्ता कुरा नामहरू आउँछ। तर यो नभइकन हामी एकदमै फरक व्यक्तित्वको बारेमा कुरा गर्दैछौँ। यदि तपाईँ पनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। एउटा यस्तो इतिहास जुन चाहिँ हामीबाट लुकेको थियो, इतिहासले लुकाएको सत्य, संसारकै सबैभन्दा धनी राजा यो पत्याउन पनि यस्तो पनि थियो र भन्ने हामीलाई लाग्न सक्छ। हजुर, आज हामी उहाँकै बारेमा कुरा गर्दैछौँ। उहाँ यस्ता व्यक्तित्व हुनुहुन्छ मान्सा मुसा। कल्पना गर्नुहोस् त, एउटा मानिस यति धेरै धनी थियो कि जो जहाँ हिँड्थे त्यहाँ सुन बाँड्थे र उहाँ त्यहाँ चाहिँ सुनको मूल्य नै घट्थ्यो। आजका अर्बपतिहरू उहाँको छेउमा गरिब जस्तै देखिन्थे, तर इतिहासले उनको नाम हामीबाट लुकाएको थियो। मान्सा मुसा उनी 14औं शताब्दीका अफ्रिकाको मुटुमा फैलिएको विशाल साम्राज्य माली एम्पायरका राजा थिए। मान्सा मुसा केवल राजा मात्र थिएनन्, उनी सभ्यताको प्रतीक। र जहाँ अरू राजाहरू युद्धमा व्यस्त थिए, मान्सा मुसा ज्ञान, व्यापार र मानवताका लागि लगानी गर्थे। उहाँले आफ्नो त्यस समयमा धेरै शिक्षा क्षेत्रमा त्यहाँको विकासको लागि एकदमै अतुलनीय योगदान दिएको भनेर हामीले इतिहासमा हेर्न सक्छौँ। इतिहासकारहरूको अनुमान अनुसार आजको अवस्थामा हेर्ने हो भने 400 बिलियन भन्दा बढी अमेरिकी डलरमा चाहिँ उहाँको सम्पत्ति थियो। यतिसम्म कि उहाँको सम्पत्ति कति थियो भनेर नै त्यतिखेर गणना गर्न सकिँदैन थियो। संसारकै सबैभन्दा ठुलो सुन भण्डार र नुनको भण्डार त्यो समयमा व्हाइट गोल्ड र गोल्ड चाहिँ अफ्रिका, युरोप व्यापार मार्गको चाहिँ नियन्त्रण उनको चाहिँ सम्पत्तिको एकदमै ठुलो स्रोत थियो। आज तकका अर्थशास्त्रीहरूले पनि यो यति नै थियो भनेर अहिलेसम्म पनि यकिनन रूपमा त्यो निकाल्न सकिरहेको अवस्था छैन। मान्सा मुसा मक्का हजका लागि भनेर चाहिँ तीर्थयात्रामा निस्के। जति बेला 60,000 भन्दा बढी मानिस र 12,000 भन्दा बढीले चाहिँ सुनले सजिएका ऊँटहरू, त्यसमा चाहिँ सुन बोकेर उनी यात्रामा लागे। हरेक ठाउँमा 100 किलो सुन उनी जहाँ जान्थे त्यहाँ सुन बाँड्थे। यसको फलस्वरूप इजिप्टमा चाहिँ 10 वर्षसम्म सुनको मूल्य नै क्र्यास भयो। इतिहासमा कहिले यस्तो भएको थिएन। अनि मान्सा मुसाले धन दरबारमा होइन ज्ञानमा लगाउनुपर्छ भनेर विश्वकै एउटा शैक्षिक केन्द्रको रूपमा हजारौँ हस्तलिखित पुस्तिकाहरू, मस्तिष्क, विश्वविद्यालय, पुस्तकालय, संसारभरका विद्वानहरूको चाहिँ एउटा जमघट गराउने कामहरू पनि गरे। र युरोपेली इतिहासहरूले चाहिँ अफ्रिकालाई गरिब देश देखाउन चाहन्थे। त्यसैले धनी व्यक्ति चाहिँ शक्तिशाली बुद्धिमानी राजा हुँदाखेरि इतिहासको छायामा चाहिँ धकिलेको भनेर एउटा इतिहासमा पनि हामीले अहिले पनि पढ्न सक्छौँ। र धेरै वर्षसम्म लुकेर रहेको इतिहासलाई यो अहिले जुन सुनको मूल्य बढिरहेको छ यस अवस्थामा हामीले यहाँहरूमा ल्याएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला।